साथीहरू नमस्कार। नेप्से मार्केट च्यानलमा हजुरहरूलाई स्वागत छ। साथीहरू, नेपालको शेयर बजार सम्बन्धी नयाँ अपडेटहरू पाउनको लागि मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथीहरू, रुरु जलविद्युत परियोजनाको आइपिओ आज चैत 20 गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आइपिओ जारी गरेको हो। यसले 100 अङ्कित मूल्यमा 20 रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपिओ निष्कासन गरेको हो। कम्पनीले 120 रुपैयाँ दरको कुल 4,07,706 किता आइपिओ निष्कासन गरेको हो। यसमध्ये 8,154 कर्मचारी र 20,385 किता म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी 3,79,167 किताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा चैत 24 गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा आइपिओ बिक्री नभएमा वैशाख 3 गतेसम्म बिक्री खुला राख्नेछ। रुरु जलविद्युतको आइपिओमा न्यूनतम 10 कितादेखि अधिकतम सबै किताका लागि आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ। लगानीकर्ताले सी-आस्पा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन्। साथीहरू, हजुरले पनि यो सेयर हजुरले भर्नुहोला, किनभने आजभोलि हाइड्रो पावरको पनि आइपिओले निकै राम्रो पर्फर्म गर्ने गर्दछ। साथीहरू, यदि हजुरहरूलाई आइपिओ भर्नु आउँदैन भने मैले आइपिओ कसरी एप्लाई गर्ने, कसरी भर्ने भनेर भिडियो बनाइसकेको छु। म उक्त भिडियोको लिङ्क हजुरहरूलाई डिस्क्रिप्सन बक्समा राखिदिनेछु। हजुरहरूले डिस्क्रिप्सन बक्समा गएर उक्त भिडियोको लिङ्कमा क्लिक गरेर हजुरले उक्त भिडियो पनि चेक गर्नुहोला। हस्त, धन्यवाद।